आज म तपाईहरुको लागि एउटा नयाँ भिडियोको साथमा आएको छु जुन रहेको छ जनरल पब्लिकको लागि रिलायन्स स्पेनिङ बिन आइपो निकालेको थियो जसको फाइनली रिजल्ट चाहिँ यही विकको 1 जनवरी 2026 मा आउने छ जुन चाहिँ त्यसको ओपनिङ डेट 2025-12-22 थियो जसको क्लोजिङ डेट 2025-12-26 थियो जसको इश्यू यूनिट 9,24,768 थियो जसमा इश्यू प्राइस 820.80 राखेको थियो पर शेयर जसको ओभर सब्सक्रिप्सन चाहिँ 20.16 टाइम थियो जसमध्ये टोटल एप्लिकेन्ट 3,52,067 थियो जसमध्ये युनिट चाहिँ एप्लाइड गरेको त्यसमा 86,45,460 युनिट्स गरेको थियो जसमध्ये त्यसको नेटवर्थ आउन गइरहेछ 15.30 अरब चाहिँ जसको अलटमेन्ट एप्लिकेन्ट चाहिँ त्यसमा 18,495 मान्छेको पर्ने गर्छ पर्सन चाहिँ 50 युनिट्स हुनेछ यसको आईपीओ रिजल्ट 2026 को जनवरी 1 वीक मा आईपीओ रिजल्ट निस्किने धेरै सम्भावना छ यसको चाहिँ न्यूज पनि आइरहेको छ यस्तो भिडियो हेर्नका लागि यो च्यानललाई सब्स्क्राइब र सपोर्टको साथ तपाईले दिनु होला।